समूह नमस्कार। सधैँ आज पनि म एउटा सामग्री लिएर यहाँहरुमाझ उपस्थित भएको छु। जुन हाम्रो मनमा अनेक कुराहरू खेल्छन्, नकारात्मक विचार आउँछन्। यी नकारात्मक विचारहरूलाई चाहिँ कसरी हटाउने, जुन असरदार उपायहरू म यहाँहरुमाझ प्रस्तुत गर्न गइरहेको छु। अन्तिमसम्म भिडियो हेरेर साथ दिनुहुन्छ भन्ने आशा र अपेक्षा पनि लिएको छु। पहिलो रहेको छ विचारलाई स्वीकार्नु, दमन नगर्नु। म किन यस्तो सोच्दैछु भनेर आफूलाई दोष दिनु भएन। मनमा नकारात्मक सोच आयो भने स्वाभाविक हो भन्ने बुझेर स्वीकार गर्न सक्नुपर्छ। दबाउन खोज्दाखेरि अझै बढ्छ, स्वीकार्दा कम हुन्छ। दोस्रोमा सोच बदल्ने तरिका। एकै घटनालाई अर्को दृष्टिकोणबाट हेर्न खोज्ने। मैले सक्दिनँ मा म प्रयास गरिरहेको छु भन्नु पर्यो। सबै गलत भयो भने मैले त्यो गलतबाट के सिकेँ, गल्ती त भयो, त्यो गल्तीबाट मैले के सिकेँ भन्ने कुरामा चाहिँ हामीले मनन गर्नुपर्ने हुन्छ। तेस्रो रहेको छ लेख्ने बानी। मनमा आएका नकारात्मक विचार कपीमा लेखेर बाहिर निकाल्नुपर्छ। अचम्मको कुरा लेखिसकेपछि दिमाग हलुका हुन्छ र विचार कमजोर हुन्छ। 5 4 3 2 1 ग्राउन्डिङ टेक्निक धेरै प्रभावकारी हुन्छ। यस्तै 5 4 3 2 1 ग्राउन्डिङ टेक्निक धेरै प्रभावकारी टेक्निक हो यो। जब मन तनाव र नकारात्मक विचारले भरिन्छ तब हेर्न सकिने 5 चीज, छुन सकिने 4 चीज, सुन्न सकिने 3 आवाज, सुँघ्न सकिने 2 चीज, स्वाद लिन सकिने 1 चीज हामीले चाहिँ सम्झिनुपर्छ। दिमाग वर्तमानमा फर्किन्छ र ओभर थिङ्किङ तुरुन्त घट्छ। यसो हुने बित्तिकै त्यो कुरा हामीले मनमा जुन मैले भने 5 4 3 2 1 ग्राउन्डिङ टेक्निकलाई चाहिँ प्रभावकारी रूपमा प्रयोग गर्यो भने यस्तो हुन्छ, दिमाग हल्का हुन्छ, वर्तमानमा फर्किन्छ र ओभर थिङ्किङले तुरुन्त घट्छ। अर्को छ फोन र सोसल मिडिया डिटक्स। नकारात्मक सामग्री, तुलना, विवादले मनमा नकारात्मक भरिदिन्छ। दिनमा 1-2 घण्टा ब्रेक राख्नुपर्छ। सोसल मिडिया, फोन चलाउँदाखेरि हामीले कम्तीमा 1-2 घण्टा चाहिँ ब्रेक राख्नु उपयुक्त हुन्छ दिनमा। अर्को रहेछ रुटिन बनाउनु। बिहान 20 देखि 30 मिनट हिँड्ने, पानी, हेल्दी डाइट लिने, 10 मिनट ध्यान वा श्वास प्रश्वास अभ्यास गर्ने। शरीर सुधारिँदा दिमाग स्वतः सकारात्मक बन्छ र दिमागलाई हामीले पोजिटिभ रूपमा राख्नुपर्ने हुन्छ। अर्को सकारात्मक कुराले मन भर्नु। मोटिभेसनल भिडियो हेर्नु पर्यो, राम्रा पुस्तक पढ्ने बानीको विकास गर्नु पर्यो, सकारात्मक मानिसहरूसँग समय बिताउनु पर्यो। मन खाली भयो भने नकारात्मक भरिन्छ, नकारात्मकता भरिन्छ मन खाली भयो भने। खाली नराखे राम्रो कुराले चाहिँ भरिदिने, खाली नराख्ने, मनलाई चाहिँ खाली नराख्ने, राम्रो कुराले भरिदिने गर्यो भने पनि हाम्रो के हुन्छ भन्दाखेरि नकारात्मक विचार घटेर जान्छ। जसले मन बिगार्छ त्यहाँबाट दूरी हुनु। यस्तो केले तपाईको मन बिगार्छ त्यहाँबाट तपाईँ चाहिँ दूरी हुन सक्नुहुन्छ, टाढा जान सक्नुहुन्छ। जस्तै झुटो समाचार, विवाद, नकारात्मक साथी, टोक्सिक वातावरण। दिमाग सफा राख्न डिजिटल एन्ड सामाजिक फिल्टर बहुत जरुरी हुन्छ। अर्को भनेको आफूलाई धन्यवाद भन्न सिक्नु। रातमा 1 मिनेट आजका 3 राम्रो काम लेख्ने। मन राम्रो पक्ष हेर्न सिक्छ। मनले चाहिँ त्यसपछि राम्रो पक्ष, राम्रा कुराहरू दिमागमा खेलाउन सक्छ र आत्मविश्वास पनि बढ्छ। अर्को छ यति गर्नुभयो भने चाहिँ के हुन्छ, हाम्रो मनमा भएका नकारात्मक विचारहरू हराएर जान सक्छन्। नकारात्मक विचार रोक्ने सबैभन्दा राम्रो तरिका भनेको विचारलाई दबाउनु होइन, स्वीकारेर सही दिशामा मोड्नु हो। दैनिक रूपमा सानो सानो बानीहरू जस्तै ध्यान, लेख्ने बानी, नियमित रुटिन, सकारात्मक सामग्री सुन्ने र टोक्सिक स्रोतबाट टाढा रहनेले दिमागलाई शान्त र स्थिर, शान्त र सकारात्मक बनाउँछ। मनलाई खाली नराखी राम्रो कुरामा केन्द्रित गरेपछि नकारात्मक विचारहरू आफै कमजोर हुँदै जान्छ। भिडियो जस्तो लाग्यो जस्ताको त्यस्तै कमेन्ट सेक्सनमा कमेन्ट गर्नुहुन हार्दिक अनुरोध गर्दछु र आगामी दिनमा पनि यस्तै खालको भिडियो मेरो च्यानल मार्फत ज्ञानका कुरा मार्फत हेर्न चाहनुहुन्छ भने अवश्य पनि सब्स्क्राइब गरी सँगै रहेको घण्टीको बेल आइकनको अलमा क्लिक गर्न नबिर्सनु होला र भिडियो राम्रो लागेमा लाइक, शेयर, कमेन्ट गर्नुहुन हार्दिक अनुरोध गर्दछु। आजको लागि म यहाँहरुमा बिदा हुन चाहन्छु। हस्त नमस्कार।